कहिले याद गर्नुभएको छ जब हामी सत्यको खोजीमा निस्कन्छौँ हाम्रा पाइलाहरूलाई कसैले रोक्न सक्दैनन्। मनमा उठेका प्रश्नहरूले वर्षौंदेखि लुकेर बसेका रहस्यहरूलाई बाहिर ल्याउन थाल्छ। आदित्यको मनमा अहिले यस्तै प्रश्नहरू उब्जिरहेका छन्। के आराध्यले खोजेको जवाफ धनबहादुरको घरमा पाइएला या त्यहाँबाट नयाँ कथा सुरु होला? हेर्न रोचक हुनेछ। आराध्या, एकछिन पर्खी, मेरो कुरा त सुन। यो कुरा धनबहादुर काकालाई सोध्न आवश्यक नै छैन। किन दिदी, किन नसोध्नु? बाबाको रियाक्सन हेर्दा नि केही गम्भीर कुरा छ जस्तो लागेको छ मलाई। बाबालाई सोध्दा पनि केही भन्नु भएन, तर जसरी पनि मलाई त्यो कुरा थाहा पाउनु छ। किन थाहा पाउनु पर्यो तैँले? यस्तो कुरा भए पनि हामी सबैले हाल्छौँ। हामी छैनौँ र? दिदी, यसको मतलब तपाईँलाई पनि सबै कुरा थाहा छ? होइन, यो घर मलाई मात्र केही कुरा थाहा छैन। ठिकै छ, तपाईँहरू चाहनुहुन्न भने म जान्न धनबहादुर काकालाई केही सोध्न, तर तपाईँले नै मलाई सबै कुरा भन्नुपर्छ। के हो कुरा? म यो कुरा तँलाई भन्न सक्दिनँ आराध्या। बाबाले यो कुरा तँलाई थाहा नदिनु भन्नुभएको छ। त यो सब कुराको चिन्ता छोड र आफ्नो भविष्यको बारेमा सोच। मेरो भविष्य मेरो परिवारको खुसीमा निहित छ दिदी। मेरो परिवार केही कुरालाई लिएर यति चिन्तामा छ भने म खुसी साथ आफ्नो भविष्यको योजना कसरी बनाउन सक्छु? तपाईँले बिर्सिनुभयो, एकअर्काको दिदी बहिनी भने पनि साथी भने पनि हामी नै त हो। हामी त आफ्नो सुख दुःख एकअर्कामा बाँड्ने गर्छौँ, होइन र? त्यसो भए तपाईँ मसँग त्यत्रो ठुलो कुरा किन लुकाउँदै हुनुहुन्छ दिदी? आराध्यले यो कुरा अहिले थाहा दिनु हुँदैन। सायद अब यो कुरा आराध्यसँग लुकाउन सकिँदैन र लुकाउनु उचित पनि हुँदैन। तीनचोटि धनबहादुर काकाका मान्छेहरू आइसके। एकचोटि त उहाँ पनि आउनुभएको थियो। उहाँले भन्नुभएको बाबाले उहाँसँग लिएको ऋण तिर्नु पर्दैन अरे। तर किन धनबहादुर काकाले हामीमाथि यत्रो गुण लगाउन आँटेछन्? उहाँ तेरो र अमनको बिहे होस् भन्ने चाहनुहुन्छ। तेरो र उसको बिहे भयो भने त त्यो घरको बुहारी बन्छेस् अनि हामीले ऋण पनि तिर्नु पर्दैन अरे। वाट? धनबहादुर काकाले ऋण माफ गर्नका लागि यत्रो ठुलो शर्त राख्नुभयो? दिदी, के यो कुरा अमललाई थाहा छ? मैले थाहा पाए अनुसार यो कुरा गर्न अमलले नै काकालाई पठाएको हो। मैले अमलसँग कुरा गर्नै पर्छ यो विषयमा। म जान्छु धनबहादुर काकाको। एकछिन आराध्या, आजसम्म हामीले हरेक काममा काकाको साथ दियौँ। म तँलाई रोक्दिनँ। तेरो जे निर्णय हुन्छ म तेरो साथमा छु। म पनि जान्छु तसँग। अमन, हाई आराध्या, तिमी कहिले आयौ सहरबाट? हाजै आएको। तिमीसँग इम्पोर्टेन्ट कुरा गर्नु छ। भन्न के कुरा हो? मैले सुनेको धनबहादुर काकाले हामीले उहाँसँग लिएको ऋण मैले तिमीसँग बिहे गरे भने माफ गरिदिने निर्णय गर्नुभयो रे।
तिमीलाई केही थाहा छ यो विषयमा? थाहा छ मलाई, तर यो कुरा सुनेर तिमी किन खुसी छैनौ? यो त राम्रो कुरा हो। कसरी राम्रो कुरा हो अमन? हामी त सानैदेखिको साथी, गाउँदेखि सहरसम्म सँगै पढेको। तर पनि तिमीले यति ठुलो कुरा आफ्नो बाबासँग गर्नु अगाडि मलाई सोध्न जरुरी सोचेनौ? हामी एउटै गाउँको राम्रो साथी हो। मलाई लागेको थियो यो कुरा सुनेर तिमी खुसी हुन्छौ। यसमा के गलत छ र आराध्या? यो कुरा तिम्रो मात्र होइन, मेरो पनि जीवनसँग सम्बन्धित छ। यो विषयमा निर्णय लिने अधिकार मेरो हो। यो विषयमा धनबहादुर काकाले ऋणको कुरालाई बीचमा ल्याउनु हुँदैन थियो। के को हल्ला यो? के हुँदैछ यहाँ? काका, तपाईँले बाबालाई ऋण माफ गर्न कस्तो शर्त राख्नु भएको? मुख्य कुरा त हामीले तपाईँलाई ऋण तिर्दैनौँ भनेर कहिले भनेका छैनौँ। हामी त्यो ऋण जसरी पनि तिर्छौँ। मैले तिमीहरूकै भलाइको लागि भनेको हो। तिमीहरूको हालत हेर्दा त तिमीहरूले यो जन्ममा ऋण तिर्लो जस्तो छैन। अनि अर्को कुरा, के खराबी छ यो सम्झौतामा? हाम्रो घर यो गाउँकै सबैभन्दा सम्पन्न घर हो। हाम्रो घरमा नाता जोड्नको लागि यो गाउँ मात्रै होइन, सहरमा पनि कयौँ परिवारहरू छन्। अमनले साह्रै जिद्दी गरेर मात्रै हो तिमीहरूको घरमा यो प्रस्ताव पठाएको। दिदी, आराध्या त यो कुरालाई इमोसनल भएर सोच्दैछिन्, तर तपाईँ प्र्याक्टिकली सोच्नुहोस्। यो तपाईँहरूको लागि पनि एउटा राम्रो डिल हुन सक्छ। नाता सम्बन्ध कुनै डिलमा टिक्न सक्दैन अमन। विवाह जीवनको एउटा ठुलो पक्ष हो। डिल गर्नलाई यो कुनै व्यापार होइन। केही समय लाग्न सक्छ, तर हामीले ऋण लिएपछि तिर्न जानेका छौँ। काका, म तपाईँको धेरै इज्जत गर्छु। आज मैले तपाईँको मान सम्मानमा आज आउने त्यस्तो केही कुरा गरेँ भने माफ गरिदिनुहोस्, तर प्लिज यस्तो कुरा लिएर हाम्रो घरमा नआउनु होला। धेरै नउड। हाम्रो घरसँग साइनो जोड्ने के कुरा मात्रै गरेका थियौँ, तिमीहरूको पनि पखेटा पलाउन थालेछ होइन? हेरौँला त्यत्रा ऋण छन्, कसरी तिर्दा रहेछौ तिमीहरूले? आदि, आज कहाँ हिँड्न लागेको? तपाईँले ठिक भन्नुभयो बाबा, मैले पोखरा राम्रोसँग घुम्न नै पाएको छैन। म त्यतै जान लागेको। मलाई पोखराको साथीहरूले पनि बोलाएको थिए। साँच्चै तिमीहरू पोखरा नै जान आँटेको हो नि आयुष? हो अङ्कल, हामी पोखरा नै जान लागेको। तपाईँलाई के लाग्यो बाबा, म तपाईँलाई झुट बोलेर पिपलडाँडा गाउँ जान्छु होला? ओहो बाबा, तपाईँ पनि सिरियस हुनुभयो। डोन्ट वरी, म जान्न त्यो गाउँ। ओके, बाई बाबा। एकचोटि फेरि सोच, अङ्कलले तँलाई त्यो गाउँ जान नदिनुको पछाडि केही त कारण हो। त साँच्चै जान चाहन्छस्? त्यही कारण त जान्नु छ आयुष।
त्यो गाउँमा केही ठुलो रहस्य छ भने मैले पनि जान्ने मौका पाउँछु, छैन भने एउटा एडभेन्चर ट्रिप हुन्छ। दुवैतिरबाट हामीलाई नै फाइदा। तर तैँले सोचेको छस् यो कुरा अङ्कललाई थाहा भयो भने के हुन्छ भनेर? हामी पिपल डाँडा आएको कुरा तँलाई र मलाई बाहेक कसैलाई पनि थाहा छैन। तैँले पनि भन्दैनस् अनि मैले पनि भन्दिनँ। कसरी थाहा हुन्छ त बाबालाई? केही गरी थाहा भइहाल्यो भने पछि सोचौँला। हेर, अहिले त पनि धेरै केही नसोच, यो ट्रिप इन्जोय गर। बाबा त घरमा हुनु न त दिदी, कहाँ जानुभएछ? बारीमा जानुभयो होला। आराध्या, तैँले एउटा कुरामा ध्यान दिनुपर्छ। तँलाई त्यो कुरा थाहा भयो भनेर बाबालाई नभन ल। हुन्छ, अब तिनीहरू पनि त यस्तो कुरालाई लिएर हाम्रो घरमा आउँदैनन् होला। बेकारमा किन कुरालाई पढाउनु? एउटा कुरा सोधु तँलाई? सोध्नुहोस् न, के कुरा हो? तर अमन त सानैदेखिको साथी, तँलाई उसको हरेक कुरा थाहा छ, तर पनि त उसँग किन बिहे गर्न चाहन्नस्? किन यस्तो क्वेसन? तब मेरो र अमनको बिहे होस् भन्ने चाहनुहुन्छ? त्यस्तो होइन आराध्या, मैले पहिला पनि भनिसकेँ, तेरो बिहे र ऋणबीच कुनै सम्बन्ध छैन। त्यो ऋण त हामी जसरी पनि तिर्छौँ। तर मैले भन्न खोजेको, यदि अमनले तेरो भविष्यका सपनाहरू पुरा गर्न साथ दियो भने पनि त उसँग बिहे गरिदिनुहोस्। खै दिदी, मेरो मनमा अमनको लागि कहिले त्यस्तो विचारै आएन। मैले अहिले अमनसँग बिहेको बारेमा सोच्नुपर्छ जस्तो मलाई लागेकै छैन। मलाई लाग्छ केही त लाइफ चेन्जिङ हुनेवाला छ। खै के हो थाहा छैन, तर अहिले मेरो बिहेको बारेमा सोच्ने समय आएको छैन। समयको खेल पनि कति अचम्मको हुन्छ है। जुन सत्यलाई प्रताप सिंहले सहरको भिडमा लुकाउन खोजे, आज त्यही सत्यको खोजीमा उनको छोरा आदित्य पिपल डाँडा गाउँ आइपुगेको छ। उता आराध्याको मनले पनि जीवनमा केही ठुलो परिवर्तन हुँदैछ भन्ने सङ्केत गरिरहेको छ। के आराध्याले भने जस्तै यो परिवर्तन आदित्यको आगमनसँग जोडिएको होला त? के 20 वर्ष पुरानो रहस्यले यी दुईलाई एउटै बाटोमा ल्याइ पुर्याउला? प्रश्नहरू धेरै छन्, तर जवाफ समयले दिनेछ। जीवनको नयाँ यात्राको अर्को भाग अति नै रोचक हुनेछ।